जना एक्टरहरूलाई डीएम गर्ने छ इन्स्टाग्राममा। हो सुरुमा चाहिँ हामी गरौँ राजेश हमाललाई। तो हेलो नमस्ते गाइज, सबैजनालाई मेरो च्यानलमा स्वागत छ। र आज चाहिँ हामी समथिङ क्रेजी गर्नेवाला छौँ र हामी चाहिँ आज चाहिँ 100 जना एक्टरहरूलाई डीएम गर्ने छ इन्स्टाग्राममा। अब हेर्ने कुरा यो छ कि उनीहरूले के मलाई रिप्लाई दिन्छन्। हेरौँ अब भिडियो। सुरुमा चाहिँ म आफ्नो इन्स्टाग्राम एकाउन्ट बनाउँछु, किनकि मेरो एउटा पनि छैन एकाउन्ट चाहिँ होइन। 0 फलोवरवालालाई के रिप्लाई दिन्छन् हेरौँ। अब 0 फलोवर्स छ, फलोइङ गर्छु। अब इन्स्टाग्राम आइडी खोल्छु, हेरौँ। अब सुरुमा चाहिँ हामी गरौँ राजेश हमाललाई। लेट्स डु इट। के भनेर लेखौँ त आज ह्याप्पी बर्थडेमा विश गर भनेर लेखौँ। त्यही लेख्नु पर्यो। ओके, राजेश हमाललाई डीएम गरिसक्यौँ। दोस्रो पालो चाहिँ अब अनमोल केसीको। तिनीलाई पनि त्यही भनेर लेख्नु पर्यो, विश गरिदेऊ भनेर। आज चाहिँ मेरो ह्याप्पी बर्थडे छ, विश गरिदेऊ भनेर लेख्नु पर्यो। लेखौँ अब। ल अब हल्का लेडिज एक्टरहरूसँग पनि जाउँ। अब लेडिज एक्टरतिर पनि अब चाहिँ हामी गर्नेवाला छौँ डीएम पूजा शर्मा। पूजा शर्माजीलाई पनि गरौँ होइन डीएम। के उनी रिप्लाई गर्छ नि त कमेन्टमा गर्नु होला है। अब 24 घन्टापछि चाहिँ हामी हेर्नेछौँ कि कसले रिप्लाई गर्यो। र अब हामी 100 जनालाई फटाफट गरौँ है त डीएम। अब पालो सबैको चरिता, सबैको दिलमा बसेको, सबैको मनपसन्द हिरो पल शाह। हामी पल शाहलाई पनि गरौँ के उनले रिप्लाई दिन्छन् कि दिँदैनन् होइन। सबै गेस गरिराख्नु। हामी 24 घन्टापछि चाहिँ तपाईँहरूलाई देखाउनेछौँ। अब चाहिँ हामी 1 बाई 1 गरेर सबै 100 जना एक्टरहरूलाई डीएम पठाउँ फटाफट। राइट गाइज, मैले चाहिँ 100 जना एक्टरहरूलाई डीएम पठाइसक्यो। र अब 24 घन्टा वेट गरौँ, त्यसपछि भेटौँ है त कसले रिप्लाई गर्यो। अनि तपाईँहरूलाई म देखाउनेछु। ओके, तो गाइज अहिले चाहिँ 12 घन्टा भयो र अहिलेसम्म पनि रिप्लाई आएको छैन। र 24 घन्टाको वेट गरौँ। मलाई लाग्छ कि एउटा पनि रिप्लाई आउन। तपाईँलाई के लाग्छ? रिप्लाई आएन भने चाहिँ म पार्ट 2 बनाउने छु। र अहिले चाहिँ 24 घन्टाको वेट गरौँ। अहिले चाहिँ 24 घन्टा भयो र अहिलेसम्म पनि रिप्लाई आएन। सायद मेरो 0 फलोवर हुनाले होला। अहिले नै गएर इन्स्टाग्राममा फलो गर्नुहोस् र यसको पार्ट 2 चाहिँ म छिट्टै ल्याउने छु। अनि मेरो इन्स्टाग्रामको लिङ्क चाहिँ उमा होला, च्यानलको डिस्क्रिप्सनमा होला। हुन्छ भने सब्सक्राइब गरिदिनु, किनकि मेरो 10 वटा सब्सक्राइबर हुँदैछ भर्खर। न्यू च्यानल हो, मलाई अलिकति सपोर्ट गरिदिनुहोस्।